साथीहरू वेट लस गर्न चाहनुहुन्छ भने आउनुहोस्, यो आज यो सँगै यो कुसकुस बनाएर खाऊँ है। यो कुसकुस डिपार्टमेन्ट स्टोरहरूमा पनि पाउँछ होइन। अब यो कुसकुस भनेको प्लान्ट बेस्ड प्रोटिन फाइबरयुक्त वेट लस गर्नलाई यसले धेरै मद्दत गरेको हुन्छ। ग्लुटिन फ्री छ। जति आफूलाई 2 कप कुसकुस बनाउन छ भने 2 कप नै पानी हालेर यसलाई भिजाउन राख्ने। यसलाई आफूलाई मनपर्ने कुन मनपर्छ तरकारीहरू त्यसलाई मसिनो गरेर काटेर अनि थोरै बटर हालेर त्यसलाई चाहिने फ्राई गरेर प्याज हालेर अलिकति फ्राई गरेर अनि त्यो कुसकुस त्यो भिजिसकेको कुसकुसलाई हालेर मजाले त्यसलाई चाहिने के भन्छन् मिक्स गर्ने। यो 5 मिनटमै तयार हुन्छ। यो खाजाको रूपमा लिए पनि हुन्छ, आफूले एकचोटि खाएर आफ्नो वेट म्यानेजमेन्ट गरे पनि हुन्छ। यो प्रोटिनले भरपुर भएको हुनाले स्वास्थ्यको लागि धेरै राम्रो छ। म साइडमा यहाँ सालमन पनि ग्रिल गरिरहेको छु। सालमन पनि स्वास्थ्यको लागि धेरै राम्रो छ। मेरो कुसकुस तयार भयो।